होइन यहाँ तलबाट जाली हाल्नुपर्ने अनि यो फन्डिसन यस्तो खन्या छ अनि यहाँ काट्नुपर्ने भन्छ यो घरको मान्छे होइन। अनि हामीले भन्छौँ, हामीले भन्दा नि अब मेन मान्छेले अब हो तिनीहरूले भन्छन् यहाँतिर होइन अब हुन्छ मिल्छ भन्छ। अनि कसको त्यो कुरा सुन्नु होइन, त्यस्तो लफडा परेको कारणले चाहिँ जालीहरू बुने यहाँ। हेलो साथीहरू सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियो चाहिँ के सम्बन्धित छ भने तपाईँहरूले टाइटल हेरेर पनि थाहा पाइसक्नुभयो होला। आजको ब्लग चाहिँ यहाँ हाम्रो चाहिँ होइन जाली हाल्ने क्रममा चाहिँ खै हिजो हाल्थ्यो 2टा जाली जति चाहिँ, अनि झगडा जस्तै पऱ्यो क्या, अनि जाली नमिल्ने यताउति गरेको कारणले त्यो भएको कारणले चाहिँ अब फेरि पनि यसो छ है तपाईँको होइन यहाँ तलबाट जाली हाल्नुपर्ने अनि यो फन्डिसन यस्तो खन्या छ अनि यहाँ काट्नुपर्ने भन्छ यो घरको मान्छे होइन। अनि हामीले भन्छौँ, हामीले भन्दा नि अब मेन मान्छेले अब हो तिनीहरूले भन्छन् यहाँतिर होइन अब हुन्छ मिल्छ भन्छ। अनि कसको त्यो कुरा सुन्नु होइन, त्यस्तो लफडा परेको कारणले चाहिँ जालीहरू बुने यहाँ बुन्यो। अनि यो टाकटुक जाली हाल्ने हो, यहाँ ढुङ्गा नै हाल्ने हो, हिजो नै हालिसक्यो यो 3को जाली चाहिँ। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो झगडा परेर चाहिँ हालेको छैनौँ। र अब के हुन्छ हेरौँ होइन, भरेसम्म म तपाईँहरूलाई देखाउनेवालामै छु के हुन्छ भन्ने चिज। म चाहिँ यो बाटोबाट आएको होइन। अनि हिजोतिर हामीले काम गर्ने भनेको चाहिँ माथि मिसनरी वाल थियो त, हो त्यो चाहिँ मैले देखाउनु पाइनँ। हो त्यो मिसनरी वाल गर्ने ठाउँ चाहिँ माथि हो। र अहिले चाहिँ 7 बजिसक्यो, 5 बजीबाट बिहानको काम स्टार्ट हुनुपर्ने, अहिलेसम्म भएको छैन। त्यस्तो झगडा परेर र हामीसँग काम गर्ने मान्छेहरू चाहिँ खोइ कता गए म चाहिँ यहाँतिर आइसकेको छ। अनि उनीहरू चाहिँ छैन रहेछ। म चाहिँ भर्खर आएको रुमबाट। आजको ब्लग भिडियो चाहिँ यस्तो छ है। भ्यू चाहिँ रातभरि पानी पऱ्यो, फेरि पानी पर्ला जस्तो छ। यस्तो छ साथीहरू आजको ब्लग चाहिँ। अनि त्यही हो, नेपालमा चाहिँ विकास नहुने कारण रहेछ क्या। आज हामी घर जाने भनेकोमा त्यो काम सकेर हिजो नै आधा उडी हालिसक्यौँ। सो यस्तो झगडा परेर चाहिँ यो घरको मान्छेले चाहिँ नानाभाती भन्यौँ होइन। अनि त्यो भएको कारणले अब झगडा मिलेको छैन। के हुन्छ अब हेर्दै गरौँ, म देखाउँदै गर्नेवाला छु। त्यो हो आजको ब्लग। त्यही हो फ्यामिलीहरू। अब चाहिँ म पनि अब रुमतिर जान्छु होइन। यतातिरको मैले काम गर्ने ठाउँतिरको भनौँ न यसो वातावरण होइन, अहिलेको तत्काल समयको वातावरण चाहिँ यस्तै छ। अब के हुन्छ होइन, त्यही म भिडियोमा देखाउनेवालामा छु। यहाँ माथितिर चाहिँ हिजो आएको ट्र्याक्टरमा र म चाहिँ यो बाटो जाँदैछु। अब के हुन्छ अहिले जेसिबी आयो भने मिलायो भने हाम्रो त अब गर्ने काम हो होइन। अब त्यो मेन मान्छेले के भन्छ त्यही गरिदिने काम हो। अब त्यति हो। अब हामी हिँड्दैछौँ, म चाहिँ एक्लै, अरू चाहिँ कता गए। त्यही हो। अब अहिले भनेको चाहिँ म चाहिँ हिँडिसकेको छौँ अब कोठातिर होइन। कोही कता खै अब कता न कता भयो। म एक्लै त अब बस्ने कुरा पनि भएन होइन। अनि सब कामतिर नि त्यस्तो झगडा भयो साथीहरू। अब चाहिँ यस्तो पानी छ रोडमा चाहिँ, अनि के गर्ने होइन। मान्छे जहिले विकास गर्ने क्रममा झगडा गऱ्यो होइन। अनि त्यही भएर अब राम्रोसँग आज घर पनि नजाला जस्तो छ होइन। हिजो त्यो 3को जाली आधा हालेर आधा चाहिँ सकिन्थ्यो होला, त्यस्तो बिग्रियो काम हेर्नु होइन। यहाँतिर चाहिँ मकै चाहिँ यस्तो छ। म चाहिँ यतातिर छु। अब म चाहिँ रुमतिर फर्किन्छु होइन। के रुममा नि कोही छैनन्। फेरि म टेन्सन छ के गर्नु। अब यता न उता गइसक्यो। यता चाहिँ खासै घर चाहिँ हुँदैन रहेछ यता चाहिँ। जे होस् हाम्रो गाउँ जस्तो बाक्लो चाहिँ छैन रहेछ कि। अनि यहाँतिर चाहिँ होइन यो बाख्रालाई घाँसहरूमा चाहिँ हाम्रोतिर चाहिँ जङ्गलतिर जानुपर्छ। यहाँतिर चाहिँ जङ्गलमा जानु नपर्ने रहेछ। त्यही हो होइन आजको ब्लगहरू चाहिँ। अब त्यस्तो भयो मेन कारण भनेको चाहिँ। अनि यहाँतिर पुरै यो भयो साथीहरू। अब यहाँतिर चाहिँ धान रोप्ने चाहिँ धेरै लहर रहेछ कि। अब हाम्रो आलु
खन्ने पालो आउँदैछ अब यतातिरको धान रोप्ने त्यो हो। अनि बाटो चाहिँ मजा नै अहिले यस्तो छ। म चाहिँ हिँडिरहेको छु एक्लै। भ्लग चाहिँ एक्लै हेर्नु रुचाउँछु म चाहिँ। तपाईँहरूले सब्सक्राइब गरेर जोडिनु होला नयाँ हुनुहुन्छ भने चाहिँ। अनि त्यही अब हुन्छ नि अब अलिक बवाल भयो भने चाहिँ म हान्छु पब्लिकमा नि। तर यहीँ धान रोप्ने बारी चाहिँ यो छेउछेउ काटेर होइन बिचतिर चाहिँ गोडेर बवाल बनाएको हुन्छ। यहाँ तलतिर नि धान रोप्नु लागेको रहेछ। अनि यहाँबाट चाहिँ पानी धेरै जान्थ्यो यो पाइपबाट चाहिँ यो हुँदै हुँदै हुँदो अहिले भनेको चाहिँ गएको छैन रहेछ। किनभने धान रोप्ने अब यहाँको अब पानी खासै नहुँदो रहेछ होइन। अब अनि रोटेसन गरेर लगाउँदो रहेछ यता धानतिर चाहिँ। त्यही हो फ्यामिलीहरू। यस्तो जाली भन्ने काम हो कि हाम्रो चाहिँ। जाली पनि भर्छ, मिसनेरी वाल पनि लगाउने, अनि सोलिङ पनि लगाउने। अब कुल्लीको काम के हुन्छ त्यस्तै त हो नि होइन र। अनि त्यो अब भ्लग पनि अब आफूले सकेको त दिदी गइरहेको छु। अब यता न उता कता जाने अब मसँग बस्ने मान्छे हो नि अगाडि नै हिँडेर गएको छ। अनि यहाँतिर चाहिँ यो चाहिँ के को भने उत्तिसको बिरुवा। धान कसरी रोप्छ भने चिज चाहिँ यसरी रोप्दो रहेछ। पानी नै पानी छ नि त यता धानमा होइन। सो पुरै पानी लगाएर धान रोपिसकेको छ यतातिर चाहिँ। अनि अघि मैले देखाएको ठाउँमा चाहिँ रोप्नु बाँकी रहेछ। म चाहिँ के गर्ने भयो साथीहरू। अब एक्लैको यी दोधार भएछु के गर्ने कता जाने रोडमै बसिरहेको छु। रोडै हो यो के गर्ने त होइन। अब यस्तै पऱ्यो। मलाई केटाहरू कता गएको छ त्यो पनि थाहा छैन। त्यो फेरि तपाईँहरूलाई अब त्यो कारण पऱ्यो त्यस्तो भएर भ्लग गरेको मैले चाहिँ। तपाईँहरूले चाहिँ के राम्रो साथ सपोर्ट दिनु होला थुत्रै भ्लगलाई चाहिँ। सो म चाहिँ अहिले चाहिँ गोठातिर पनि आइसकेँ होइन। किनभने अब त्यो काम पनि अब यो ट्र्याक्टरले पनि त्यही ठाउँमा ढुङ्गा लाने हो। माथिबाट आइसकेँ। अनि हामी चाहिँ यो घरमा बस्छौँ। अब त्यही हो होइन। अब त्यो काम बिग्रेपछि त अब यो ट्र्याक्टर गइसकेपछि मात्रै काम बन्छ होला मलाई जहाँसम्म लाग्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब काम बनिँदैन, जबरजस्ती गरेर हुँदैन भनिसकेको छ। अब हामी गएर नि के हुनेवाला छैन। अब चाहिँ पानी पर्ला जस्तो भइसक्यो। सो त्यसैले चाहिँ म अब यहाँ बस्ने होइन केही काम छ। यी साथीहरू आजको भ्लग यहीँतिर अन्त्य गर्न चाहन्छु। नेक्स्ट भ्लगमा भेटौँला। तपाईँहरूले माया गरेर म अब घर जाँदैछु। म चाहिँ भोलितिर जान्छु होला। त्यसको पनि भ्लग आउँछ एउटा। अनि त्यही हो साथ सपोर्ट चाहिँ गर्नु होला। पानी परेर अब बिजोकै भइसक्यो। पानी छिट्काउँदैछ यहाँतिर अलिअलि। त्यही हो आजको भ्लग चाहिँ यहीँतिर अन्त्य हुन्छ। र यतातिर चाहिँ अहिले मकैको सिजन रहेछ होइन। मकै चाहिँ लटरम्म भएको छ। यस्तो छ है वातावरण। हामी चाहिँ माथिबाट आएको। त्यही हो आजको भ्लग चाहिँ यतातिर अन्त्य गर्न चाहन्छु। किप वाचिङ, डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब विथ द बेल आइकन। अब चाहिँ म नेक्स्ट भ्लग भेट्छु।